ल दिदी यत्रो झोलाभरि के ल्याउनु भएको छ देखाइदिनु त ल मैले यो टुटे फुटेको फोनहरु पुरानो फोनहरु लिएर आएको छु भाइ ए पुरानो फोनहरु के गर्न ल्याउनु भएको रे यो एक्सचेन्ज मैले भिडियो हेरेर केमा हेर्नु भएको थियो भिडियो टिकटकमा चाहिँ भिडियो हेरे अनि त्यही भएर मैले पनि लिएर आमामा यति पुरानो फोन अनि एक्सचेन्ज हुन्छ भने चाहिँ टिकटकबाट थाहा पाउनु भयो होइन हाम्रोमा चाहिँ तपाईँको एक्सचेन्ज अफर चलिरहेको छ ट्याब मोबाइल ल्यापटप जुन सुके पनि हेर जे सुके पनि चल्ने नचल्ने जस्तो सुके पनि एक्सचेन्ज भइरहेछ तपाईँको नि एक्सचेन्ज भएन नि दिदी हजुर कस्तो लाग्यो तपाईँलाई हाम्रो सर्भिस चाहिँ एकदमै ठिक छ ठिक छ नि एकदमै होइन ठिक छ भाइले मिलाएर गरिदियो तपाईहरुको पनि कसैको छ भने लिएर आउनु यहाँ एकदमै मिलाएर गरिदिनुहुन्छ एकदमै चित्त बुझेन होइन ल तपाईँहरूसँग नि यस्तो टुटे फुटेको फोनहरू छ भने एक्सचेन्ज गरेर ब्रान्ड न्यू फोन लान सक्नुहुन्छ हाम्रो दिदीले नि तपाईँको स्टारलाइटको फोन लानु भएको छ यसरी नै तपाईँलाई नि एक्सचेन्ज गर्नु परेमा चाहिँ ताम्रगार कम्प्लेक्स सब नम्बर 42 4 तलामाथि आउनु होला अनि यहाँ आउने कस्टमरलाई के भन्न चाहनुहुन्छ दिदी तपाईँ यहाँ आउने कस्टमरहरूलाई यहाँ आउनुहोस् होइन तपाईहरुले एकदमै सोचेको भन्दा राम्रो पाउनुहुनेछ मैले पनि एउटा पाएँ हेर्नुहोस् ल तपाईँहरूलाई नि चाहेमा ताम्रगार कम्प्लेक्स सब नम्बर 42 4 तलामाथि अवश्य भिजिट गर्नु होला धन्यवाद